लाइक आलेटार भनिन्छ है, कन्याश्री नेचरल पार्क भनिन्छ र यो एउटा गोर्खा हट भनिन्छ यो पार्कको। र यहाँ चाहिँ जतिवटा अब हामीले सामान राखेको छौँ अहिलेसम्म यहाँ राखेको छ, यो चाहिँ नेचरल चिजहरू छ। हाम्रो पुर्खाहरूले जुन जुन सामग्रीहरू यहाँनिर अब खुकुरी, अचानो, यो घ्याम्पो सबै देख्नु भएको छ। तल चुला भन्छ है, यो पहिलाको नेचरल हामी सबैले यसमै पकाएर खान्थ्यौँ। यो बस्ने सुकुल पिराहरू यिनीहरू लिएर यो जे पनि चिज छ पहिलाको पुरानो चिजहरू यो हुनाले गर्दा यो नेचरल अब जस्तो यो नाङ्लो हर चिज यो बनिएको छ। ढुङ्ग्रोहरू यो जे चिज पनि छ पहिलाकै। अहिलेको यो इलेक्ट्रोनिक जमानाको कुनै पनि छैन। काठको ठेकी हेर्नुहोस् है, माथि अब डोको घुम छ, है डालो, त्यसरी गरेर यो मकैको खोसेलाको बनाएको सुकुल पिरा भनिन्छ। यो चिन्डो एउटा यो यसको फल पनि खान्छ काँचो हुँदा, तर यसलाई सुकाएर बनाउँदाखेरि चिन्डो भनिन्छ यसलाई। यो पेरुङ्गो यो थुप्रै हाम्रो 2-3वटा गोर्खाहरूले जातिले चलाउँछ। यो जस्तै फुर्लुङ बास्केट, यसमा केही सामान राख्ने। यो खोगी भयो, यसमा पनि अब केही सामान राख्ने। यो तराजु डेढेसेर भनिन्छ, यो चाहिँ अब नेचरल पहिलाको एउटा डन्डीमा एउटा कोरेर स्केल बनाएर चाहिँ यो सामान तौलिने पहिला यस्तो चलाउँथे। अब यो तुलसी, अचाना, यो हर्पेमा चाहिँ घिउ राख्ने, यो लालटिन पहिलाबाट अब लालटिनको माध्यमबाट हामीले सबै है वरपर हिँड्नु, बिहा कार्य जसको पूजा, यो काठकै तोङ्बा ढुङ्ग्रोहरू छ। यो सबै चिज अब यहाँ जति पनि छ अब अहिलेसम्म बटुल्नु सकेको है, संरक्षण गर्नु सकेको अरू पनि सामानहरू छ, तर यहाँनिर अब राख्नु अलिकति यो कच्चा भएकोले गर्दा धेरै चिज छ। यहाँनिर माना भयो, हाम्रो पाती भन्छ ओजन गर्ने त्यो सामानहरू, त्योहरू सबै तल घरमा भएकोले गर्दा अहिले लिएको छुइनँ। र मेरो चाहिँ एउटा के हो भने हाम्रो जातिले चलाउने सामग्रीहरू चाहिँ के कसो हो, यो चाहिँ अब हामीले अहिलेसम्म मेरो भेटेको र मैले चिनेको जति चाहिँ अहिले मैले यहाँ बटुल्न सकेको छु। अरू चिज पनि अब काहीँ कतै पाएछ भने यसको खोजमा छु, र कसैले अब यसमा सहयोग गरेर दिन्छ भने पनि मेरो एउटा रिक्वेस्ट छ है। यहाँ चाहिँ एउटा गोर्खा जातिको चाहिँ यो म्युजियम चाहिँ म मरेर गए तापनि गोर्खाहरूको जुनमा चाहिँ एउटा चिन्हहरू चाहिँ बसोस् भन्ने एउटा मेरो सोचाइ छ। हुन्छ, धन्यवाद।